हेलो नमस्ते लर्न फिनिश फर फ्री नेपाली भर्सन एपिसोड 2 मा तपाईहरुलाई स्वागत छ। हाम्रो पहिलो एपिसोडमा चाहिँ नम्बर्स अल्फाबेट हैन डेज फेस्टिभल्सहरु पढ्यौ। अब चाहिँ हामी पढ्छौ लर्न टु इन्ट्रोड्युस योरसेल्फ हैन। अब हाम्रो आफ्नो परिचय कसरी दिने हैन कसरी अनि त्यसपछि हामी नर्मल बेसिक ग्रामरहरु पनि सिक्छौं हैन। यो बेसिक ग्रामर भनेको तपाईले चाहिँ हैन मिना यी कुराहरु छ नि मिना सिना हान मे ते हे है यी सिक्यो भने चाहिँ अरु खासै त्यति चालु सिक्नु पर्दैन। मिना भनेको मिना म है, सिना भनेको त, हान भनेको उनी है, हिसी दुईटालाई हान भन्छ है। अनि मे भनेको हामी, ते भनेको तिमी तपाई है, अलिकति फर्मल हुनु पर्यो। सिना भनेको त, ते भनेको तिमी है अथवा तपाई। हे भनेको दे हैन उनीहरू। मिना मिनुन, मिना ओलेन ओपिस्केला म विद्यार्थी हो। मिनुन निमियन कृष्ण, मेरो नाम कृष्ण हो है। मिना मिनुन, सिना सिनुन, हान हानेन, मे मेइदान, ते तेइदान, हे हेइदान हैन। तिमी त तेरो, ऊ उनको, हामी हाम्रो, तपाई तिमी तपाईहरुको तिमीहरुको, उनी उनीहरुको है। यति जान्नु भन्छ तपाईलाई मजाले है। यो चाहिँ जान्नुपर्ने हुन्छ मिना सिना हान मे ते हे। अनि त्यसपछि आउने भर्बहरु चाहिँ मिना छ भने ओलेन है। मिना ओलेन, सिना ओलेट, हान अन, मे ओलेम्मे चाहिँ यो मे छ नि पछाडि थपिदिने मात्रै हो, अरु केही गर्नै पर्दैन। मे ओलेम्मे, ते ओलेते, हे ओबात हैन। हे ओबात suomessa भनेको तिनीहरु फिनल्यान्डमा छन्। अब यो मिना सिना पछि हामी तल जाउँ हैन। अनि भनेको यो चाहिँ समानहरुलाई के तामा जस्तै समान तामा अन किरिया हैन यो किताब हो। तामा अन क्युना यो पेन्सिल हो है। नजिकै चीजहरु छ भने चाहिँ तामा युज गर्दा हुन्छ है। अनि ताल्ला भनेको चाहिँ अन दिस है। किरोइतन ताल्ला क्युनाल्ला भनेको यो पेनले लेखिन्छ हैन। अनि तुअल्ला भनेको अलिकति टाढा छ भने औतो अन तुअल्ला, कार अलिकति टाढा छ भने औतो अन तुअल्ला हैन। कार उ त्यहाँ पर छ। सी अन काउनी छ भने सी भनेको नजिकैलाई सी भन्छ है। अनि अलिकति टाढा छ भने सिएल्ला भन्दा हुन्छ के हैन। अनि ने भनेको प्लुरल फर्म भयो के ने ओबात कालित्ता है। नुओ केङ्गात ओबात उदेत भनेको तपाईँ नजिकै छ नि, नजिकै छ भने नुओ भन्नुहुन्छ है। जस्तो तपाईको केङ्गात देखाउनुहुन्छ हातले देखाएर भने नुओ केङ्गात ओबात उदेत भनेको उ त जुत्ताहरु नयाँ हो हैन। अनि ने ओबात कालित्ता त्यो एक्सपेन्सिभ छ भन्यो है। यसको सिम्पल ट्याक्टिस के सम्झिनु भन्दा नजिकैकोलाई भन्न पनि तामा हैन, तुओ तुअल्ला हैन, ताल्ला भनेको नजिकै यहाँ भयो। अलि पर छ भने सिएल्ला हैन। त्यसरी गर्ने हो। त्यसपछि हामी तल जान्छौँ है। यो एलएलले एलटिएर एसएसया भनेको नि सिम्पल छ है। यो चाहिँ तपाईको ग्रामरमा चाहिँ यसलाई एडिसिभ, एब्लाटिभ र इनेसिभ भन्छ हैन। तपाईले सिम्पल के सम्झिनु भन्दा कुनै पनि चीज माथि छ भने चाहिँ एलएलए युज गर्ने कि हैन। जस्तै पेन टेबल माथि पेन छ भन्यो भने क्युनान पौदाल्ला हैन। ओतिन क्युनान पौदाल्ता भनेको मैले कलम टेबलबाट निकाले हैन। अनि मिना ओलिन तालोस्सा भनेको म घरभित्र छु हैन। इनसाइड समथिङ छ भने चाहिँ यो एसएसए युज गर्ने हो है। तर यो जानेको राम्रो के हैन। मिना अन के रे क्युनान पौदाल्ला ओतिन क्युनान पौदाल्ता मिना ओलिन तालोस्सा आसुन हेलसिङ्गिस्सा हैन। यति सम्झिनु भयो भने चाहिँ अरु वर्ड्सहरु पनि सेम यही तरिकाले बनाउँदै जाने हो कि हैन। केही चीज माथि छ भने कुप्पियन पौदाल्ला हैन। त्यस्तै भनेको कप टेबल माथि छ हैन। यो तीनटा चाहिँ सम्झिनु पौदाल्ला पौदाल्ता तालोस्सा हैन। अनि यसरी अरु शब्दहरु पनि फर्मेसनहरु गर्दै जाने है। अनि जस्तै ताल्ला तालोल्ला आसु पाल्लो निमिसिया यो इनकरेक्ट हुन्छ है। किनकि तालो भनेको जस्तै अन द सर्फेस हुन्छ नि त्यसमा चाहिँ हामी एलएल युज गर्छौं के। इनसाइड भित्र हो भने चाहिँ करेक्ट फर्म चाहिँ तास्सा तालोस्सा हुन्छ है। ताल्ला कादुल्ला हुन्छ भने ताल्ला कादुल्ला अन औतो हैन। ताल्ला कादुल्ला अन औतो भन्दा मिल्छ है। तर तास्सा तालोस्सा आसु पाल्लो निमिसिया है यो चाहिँ करेक्ट फर्म है। तास्सा र ताल्लाको अलिकति कन्फ्युज हुन्छ तर त्यतातिर धेरै नजानुस् हैन। अब हामी तास्साको र ताल्लाको सेन्टेन्सहरु बनाउँछौं हैन। तास्सा तालोस्सा, तास्सा किरियास्सा, तास्सा रबिन्तोलास्सा हैन। अलिकति ठुलो एरियाहरु छ अथवा भित्र हुनुहुन्छ भने चाहिँ तपाईले तास्सा युज गर्नु हैन। ताल्ला भनेको जस्तै ताल्ला पौदाल्ला हैन। किरोइतन ताल्ला क्युनाल्ला, ताल्ला कादुल्ला अन पाल्लोइन काउपोया भनेको त्यो के भन्छ स्ट्रीट माथि के रे पसलहरु छ भनेको के हैन। कादुल्ला अन औतो हैन। औतोआ त्यो भन्दा पनि हुन्छ है। अनि अरु इक्जाम्पलहरु भन्छ तामान क्युना क्युनान पौदाल्ला मिना ओलिन तालोस्सा
है। अनि जस्तै नर्मल रियल लाइफ कन्भर्सेसन चाहिँ हैन मिके मिस्सा सुनलाउको अनि तिम्रो झोला कता छ सियान पौधला नजिकैको भयो नि तपाईँले सिए युज गर्नुभयो होइन तामालाउको भनेर देखाउनु भयो कि यो झोला होइन ऊ त झोला ए तु लाउको भनेको होइन ऊ त अर्को झोला भने होइन ओके ओतान्सेन भनेको म लिएर जान्छु है। अनि त्यसपछि मुनिपट्टि आउनु है यसको चाहिँ 1 2 3 4 5 6 7 8 छ क्वेसनहरू छ होइन यो क्वेसनहरू चाहिँ एन्सर गर्नुहोस् है त यसरी सिक्नुहोस्। अनि यसको मेन थिम भनेको के हो मिना मिनुन सिना सिनुन होइन यो चाहिँ सम्झिनु है यो चाहिँ सिम्पल फर्म छ तामा नामा अनि यो कुरा सम्झिनु भने चाहिँ जस तपाईँलाई सजिलो हुन्छ भाषा सिक्नको लागि होइन। अनि अब तपाईँले आफूलाई इन्ट्रोड्युस गर्नु पर्ने कसरी भन्नुहुन्छ मै हे मिना औलेन कृष्ण अथवा मिनुन निमियन कृष्ण भनेको जस्तै तपाईँको पुगे खेलमा मुन निमी भन्छ क्या यो मिना हटाइदिनु मुन भनेको चाहिँ मुन निमी भनेको चाहिँ अलिकति इन्फर्मल टाइपको होइन। मिना औलेन कृष्ण मिना औलेन कोतैसिन नेपालिस्ता औलेन यो एक्सन तोस्ता वु अतिहास पार्ना होइन यस्तै तरिकाले। अनि तपाईँले जति बोल्नु भयो नि तपाईँको भाषा चाहिँ त्यति चाँडै सिक्नुहुन्छ क्या है। अब हामी अर्को एपिसोडमा के पढ्छौँ यस्तै कन्भर्सेसनहरू पढ्छौँ। अनि तपाईँलाई के कन्फ्युजिङ भयो भने चाहिँ कमेन्ट गर्नु होला है। अनि यी कुराहरू चाहिँ तपाईँले अलि ध्यान दिनुहोस् है यो चाहिँ अलि ध्यान दिनु जरुरी हुन्छ। अनि तपाईँले यो भिडियोको कमेन्टमा चाहिँ आफूलाई इन्ट्रोड्युस गर्नुहोस् है तपाईँको नाम के हो होइन तपाईँ कहाँ बस्नुहुन्छ के गर्दै हुनुहुन्छ होइन आज बिहान के खानुभयो यी कुराहरू चाहिँ कमेन्टमा लेख्नुहोस् है यसरी नै चाँडो सिकिन्छ क्या। अनि सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गर्नु होला। हस् त नमस्ते धन्यवाद फेरि भेटौँला अर्को भिडियोमा।